जब मेरो बुढाको डेथ भयो नि तब म त 2-3 चोटि म मर्छु भनेर पनि निस्केको हो क्या। उहाँ भएको भए मेरो जिन्दगी रानी जस्तो हुन्थ्यो होला सायद। उहाँ नहुँदा खरानी जस्तो भएको छ। लास अगाडि हो, म तल हुँ, मान्छे कुरा काट्ने मान्छे माथि हो, मलाई हेरेर बस्यो। बल खाइस त्यस्तै ठिक्क पर त्यो भने पहिलाको जमानामा चाहिँ लग्नी मऱ्यो भने श्रीमती नि जाने सती प्रथा त्यस्तै जान पाएको भए नि हुन्थ्यो जस्तो लाग्यो। बाँच्न मनै नलाग्यो। त्यो टाइममा चाहिँ एउटा दिदीको न्युज चलेको थियो है, खोलाबाट हाम फालेको बच्चा बोकेर हाम फालेको भने त्यो नि चाहिँ भन म पनि यस्तै गर्नु पऱ्यो क्या भने त्यो सोच्थेँ। त्यो सोचेर म हिँडिदिन्थेँ, 2-3 चक्कर हिँडिदिन्थेँ। मेरो मम्मीहरू मेरो माइली सासूहरूले देखेर उता गाहा यो त बारीतिर भन्नु सोच्नुहुन्थ्यो क्या। पछि जानुहुन्थ्यो लिन खोजेर। हजुर उता अगाडिबाट जेठा हजुर जानुभयो भने पछिबाट मेरो माइली सासूहरू पछि आउँथे आफ्नो सासूहरू। तपाईँले बचाउन हजुर हुन्छ नि मलाई देखेपछि त अलक्षिण भन्छन्, सायद बिग्रियो भन्छन्। अब पानी लिन कोही कि जानुपर्छ, फरक्क कोही जानला मान्छे फरक्क फर्केर भित्र जान्छ। यस्तो जिन्दगी लिएर बाँच्नुभन्दा त मर्न सही। म त यो बाबुको हुन्छ नि 1 वर्ष जन्मदिनमा त म त पङ्खामा हेर्नु मन लाग्यो। म त किले गर्दा नि किले गरेर निस्केसी दाइ छर्लङ्गै देखेको श्रीमानलाई। फर्केर पछाडि भित्र गएर फर्केर हेर्दा त मान्छे छैन, सुनसान। रातिको 12 बजे सबै दिदी बहिनीको पुरा छ, तेरो मात्रै हुँदो रहेछ, तेरो पनि पुरा गर्न पाए हुन्थ्यो भन्नुहुन्छ। घरको कान्छी छोरी हजुर भाग्यमानी हुन्छन् भन्छन् नि। अभागी हुन्छ नि, अब निधार ठुलो भएको मान्छेको भाग्य हुन्छ भन्छन्, आफ्नो त निधार पनि ठुलो हो। खै त अभागी भाग्यको चाहिँ निधार ठुलो हुने रहेछ अभागीको क्या। कति गाह्रो सकिने क्या। धेरै धेरै स्वागत छ हाम्रो पोडकास्टमा। धन्यवाद। सन्चै हुनुहुन्छ? सन्चै। के नाम हो बहिनीको? डिला गुरुङ। कहाँबाट हुनुहुन्छ? मोरिहाटबाट। कति वर्ष हुनुभयो? सानो देख्छु त। 17 वर्ष। 17 वर्ष मात्रै है? हजुर। अब आज हामीलाई पोडकास्ट हेरेरै कन्ट्याक्ट गरेर हजुर अफिससम्म आउनु भएको छ। हजुर। के लाग्छ आफ्नो केही सुनाउँछु भनेर आउनु भएको हो? हजुर। के छ त सानो मान्छेको कथा? एउटा म भनेको एउटा एकल महिला हो। सानो उमेरमा बिहे भयो। अब त्यही माथि 2 वर्षको बाबु पनि छ। त्यही नि हो पिडार। एकल आमा हुनुहुन्छ? हजुर। भनेको बिहे पनि गर्नुभयो? हजुर। अहिले कति वर्ष हुनुभयो अरे? 17। अनि 2 वर्षको छोरा पनि छ? हजुर। भनेको त तपाईँले कति वर्षमा बिहा गर्नु? 15 वर्षमा। 15 वर्षमा। अनि एकल भन्नुहुन्छ, श्रीमान चाहिँ कहाँ हुनुहुन्छ? श्रीमान हुनुहुन्न? बित्नु भइसकेको। कलिलै उमेरमा श्रीमान गुमाउनु भयो? हजुर। कति वर्षमा? 17। 15 वर्षमा बिहे गर्नुभयो, एउटा सन्तानलाई जन्म दिनुभयो। हजुर। अनि त्यसपछि विधवा भयो। सिन्दुर पुछियो? हजुर। त्यति धेरै माया गर्ने श्रीमान गुमाउनु भयो, माया त गर्नुहुन्थ्यो होला नि? हजुर। कसरी